प्रश्नले भनेको छ 60 जना विद्यार्थीमा गरिएको सर्वेक्षणमा 23 जनाले भलिबल, 15 जनाले बास्केटबल र 20 जनाले क्रिकेट खेल्ने रहेछन्। 7 जनाले भलिबल र बास्केटबल, 5 जनाले बास्केटबल र क्रिकेट र 4 जनाले भलिबल र क्रिकेट खेल्ने रहेछन्, तर 15 जनाले यीमध्ये कुनै पनि खेल खेल्ने रहेनछन्। त्यसका आधारमा सोधिएका प्रश्नको उत्तर दिनुहोस् भनेको छ। माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्न भनेछ। कतिजना विद्यार्थीले तीनवटै खेल खेल्ने रहेछन् पत्ता लगाउनुहोस् भनेछ। तीनवटै भनेको चाहिँ यो साझा हो र कतिजनाले क्रिकेट र भलिबल मात्र खेल खेल्ने रहेछन् पत्ता लगाउनुहोस् भनेको छ। यो पनि क्रिकेट र भलिबलको साझा हो। यो भनेको क्रिकेट, भलिबल र बास्केटबल तीनटैको साझा हो भने चाहिँ यो भनेको क्रिकेट र भलिबलको मात्र साझा हो। अब हामीले पहिला चाहिँ यसलाई के गर्छौँ भन्दाखेरि प्रश्न पढेर यहाँ दिएका सबै कुराहरूलाई टिप्छौँ। त्यसैले सुरुमा के गरौँ भन्दाखेरि भलिबललाई, बास्केटबललाई र क्रिकेटलाई जनाउने सङ्केत लेखौँ। यहाँ भलिबललाई भी अनि बास्केटबललाई बी अनि त्यसपछि र क्रिकेटलाई सी ले जनाइन्छ भनेर लेखौँ। ल यो भयो हाम्रो जनाउने कुरा। अब बल्ल त्यसपछि टिप्न थाल्नुहोस्। अब यहाँ चाहिँ हाम्रो सुरुमा के दिएको छ, नम्बर अफ भी भनेर। नम्बर अफ भी बराबर सुरुमा हाम्रो यु दिएको छ, 60 दिएको छ। नम्बर अफ यु, यो भनेको चाहिँ सबै टोटल विद्यार्थी सङ्ख्या हो। नम्बर अफ यु बराबर 60 अनि नम्बर अफ भी बराबर कति छ, नम्बर अफ भी भलिबल खेल्ने बराबर 23 छ। नम्बर अफ बास्केटबल खेल्ने नम्बर अफ बी बराबर 15 जना अनि नम्बर अफ के छ अर्को क्रिकेट खेल्ने नम्बर अफ सी बराबर 20 जना छ। त्यसै गरी अब 7 जनाले भलिबल र बास्केटबल भनेको छ। 7 जनाले भलिबल र बास्केटबल भनेपछि यो भनेको भलिबल र बास्केटबलको साझा हो। नम्बर अफ भलिबल बी र बास्केटबल इन्टरसेक्सन बी, बी इन्टरसेक्सन बी है। यो भनेको चाहिँ 7 जनाले भलिबल र बास्केटबल भनेको छ। त्यसैले नम्बर अफ भी इन्टरसेक्सन बी बराबर के भयो, 7 जना। त्यसै गरी 5 जनाले बास्केटबल र क्रिकेट भनेको छ। त्यसैले नम्बर अफ बास्केटबल र क्रिकेटको यो भनेको साझा हो। त्यसैले कति छ, 5 जना छ। अनि त्यसपछि 4 जनाले भलिबल र क्रिकेट भनेको छ। नम्बर अफ भलिबल र क्रिकेट इन्टरसेक्सन सी गर्दाखेरि यो आयो 4 जना। अब 15 जनाले यीमध्ये कुनै पनि खेल खेल्ने रहेनछन् भनेको चाहिँ नम्बर अफ के हुन्छ, सुरुमा छ भी युनियन बी युनियन सी को कम्प्लिमेन्ट। यो भनेको चाहिँ कुनै पनि खेल नखेल्ने हो। त्यसैले यो भनेको कति छ, 15 जना छ। यो भयो हामीले यो प्रश्नमा दिएको कुराहरूलाई यसरी टिप्यौँ। अब तपाईहरुले टिप्दाखेरि चाहिँ ठाडो कलममा टिप्नु होला। मेरो यहाँ बोर्ड सानो भएर चाहिँ मैले यसरी टिपेँ। अब त्यसपछि चाहिँ हामीले के गर्छौँ भन्दाखेरि हामीलाई यो क कोलाई पछि गर्छौँ। हामीले भेनचित्रमा हामीले यो के गर्छौँ भन्दाखेरि चाहिँ यो साझा निकालेपछि मात्रै हामीले भेनचित्र बनाउँछौँ। त्यसैले ख को चाहिँ हामी पहिला गर्छौँ। ख मा कतिजना विद्यार्थीले तीनवटै खेल खेल्ने रहेछन् भनेको छ, साझा निकाल्न भनेको छ। त्यो भनेको चाहिँ नम्बर अफ भी इन्टरसेक्सन बी इन्टरसेक्सन सी हो। त्यसैले यसलाई हामीले एक्स मान्दियौँ, एक्स मानौँ भनेर यो राख्दिन मिल्छ। अब नम्बर अफ यु को मद्दतले सबैलाई जोडिदिनुहोस्। नम्बर अफ यु बराबर यो किताबमा पनि फर्मुला छ, तपाईहरुले आफै पनि बनाउन सक्नुहुन्छ। नम्बर अफ यु बराबर के हुन्छ, नम्बर अफ भी प्लस नम्बर अफ बी प्लस नम्बर अफ सी। अब यो तीनटालाई जोड्नु भयो भनेपछि अब यो ओन्ली भए सबै साझा पनि जोडिन्थ्यो। यो ओन्ली होइन, त्यसैले चाहिँ
यिनी साझाहरू चाहिँ घट्छन्। त्यसैले नम्बर अफ बी इन्टरसेक्सन बी माइनस नम्बर अफ बी इन्टरसेक्सन सी माइनस नम्बर अफ बी इन्टरसेक्सन सी, अनि यो चाहिँ बाहिरको हो त्यसैले यो जोडिन्छ, प्लस नम्बर अफ बी युनियन सी भयो, को कम्प्लिमेन्ट भयो। र यो एक्स के हुन्छ भन्दाखेरि यो बिचको हो, यो सबै यिनी घटाइसकेपछि यो चाहिँ जोडिन्छ, त्यसैले प्लस एक्स गरिदिनुहोस्। यो चाहिँ तपाईहरुको के हुन्छ फर्मुला हुन्छ, यो चाहिँ बुकमा पनि छ, तपाईहरुले आफै बनाउन पनि सक्नुहुन्छ। अब तपाईहरुले यहाँ भएका मानहरुलाई ल्याएर राखिदिनुस्। यो भनेको चाहिँ 60 बराबर नम्बर अफ यु 60 थियो। अब सबै यो माथिकोलाई ल्याएर राखिदिनु। 23 प्लस 15 प्लस 20 माइनस 7 माइनस 5 माइनस 4 अनि प्लस 15 प्लस एक्स भयो। अब यसलाई सल्भ गर्नुस्। और के भयो भन्दाखेरि 60 जस्ताको तस्तै लेख्नुस् बराबर यो जोडिदिनुस्। 15 दुना 30, 30 र 20 50, 20 70 73 माइनस यो तीनटैलाई जोडिदिनु 7 5 12 4 16 प्लस यो एउटा एक्स भयो। और अब के गर्नु पर्यो भन्दाखेरि 60 बराबर 73 मा 16 घटाउँदाखेरि 73 मा 16 घटाउँदाखेरि कति भयो 57 हुन्छ होला, 57 भयो प्लस एक्स भयो। और 60 माइनस यो अगाडि ल्याउनु भयो भने माइनसमा आयो 57 बराबर एक्स भयो। त्यसकारण एक्स बराबर हाम्रो कति आयो 3 आयो। भनेपछि हाम्रो यो साझा कति आयो, यसको मान चाहिँ नम्बर अफ बी इन्टरसेक्सन सी को मान आयो हाम्रो 3 आयो। भनेपछि कतिजना विद्यार्थीले भनेको थियो तीनजना विद्यार्थीले तीनटै खेल खेल्न मन पराउँदा रहेछन् भनेर चाहिँ आयो यो। अब हामीले बल्ल के गर्छौं माथिको तथ्यलाई भेनचित्रमा प्रस्तुत गर्छौं। यो आइसकेपछि हामीलाई सजिलो हुन्छ। मैले ख को गरे, अब यहाँ चाहिँ म क को गर्छु। ल यो भयो हाम्रो, यो एउटा समूह, यो अर्को समूह, यो भयो हाम्रो अर्को समूह। यसलाई हामीले भी भलिबल, यसलाई बास्केटबल र यसलाई क्रिकेटले जनाऊ। अब यो बिचमा कति आयो, यो तीनटैको साझा भनेको भर्खर निकालेका छौं, यो भयो हाम्रो 3। अब चाहिँ हामीले एकदम ख्याल गरेर चाहिँ गर्नुपर्ने हुन्छ। यो भर्दाखेरि चाहिँ अब यहाँ हेर्न सक्नुहुन्छ यो 23 पुर्याउनलाई यो पुरै भी भित्र चाहिँ 23 हुनुपर्छ। हामीले सिधै लगेर 23 लेख्न मिल्दैन। अब त्यसैले भी र सी को इन्टरसेक्सन कति छ हेर्नु त, भी र सी को इन्टरसेक्सन 4 छ। त्यसैले यो भनेको भी र सी को इन्टरसेक्सन हो। यहाँ 3 अलरेडी छ, यहाँ मात्रै कति आयो 1 आयो। यो 3 र 1 जोड्दाखेरि 4 भयो, जुन चाहिँ यो पार्टले कभर गर्यो। यो भयो हाम्रो भी इन्टरसेक्सन सी। अब त्यसै गरी भी र बी को हेर्नुस्, भी र बी को कति छ 7 छ। यहाँ 3 आइसक्यो, यहाँ कति आउने भयो 4 आउने भयो। 4 र 3 जोड्दाखेरि यो 7 भयो, यो सकियो। त्यसपछि फेरि बी र सी को हेर्नुस्, बी र सी हेर्दाखेरि चाहिँ बी र सी 5 छ। यहाँ 3 आइसकेछ, 3 मा 2 जोड्दाखेरि 5 हुन्छ, यसले चाहिँ 5 कम्प्लिट भयो। अब बल्ल यो र यो जोड्दाखेरि कति आउनु पर्यो हाम्रो 23 आउनु पर्यो। भनेपछि 3 र 1 4 र 4 8 भयो। 8 मा कति जोड्दाखेरि चाहिँ 23 हुन्छ भन्दाखेरि चाहिँ 15 जोड्दाखेरि 15 र 8 23 भयो। यसरी चाहिँ यो गोलो भित्रको कुरा कम्प्लिट भयो। यो हेर्न सक्नुहुन्छ 23 छ यहाँ नम्बर अफ भी, 15 4 19 20 र 3 23 भयो। अब त्यसै गरी बी मा हेर्नुभयो भने चाहिँ नम्बर अफ बी 15 जना छ, 2 र 3 5 र 4 9 र यहाँ 6 राख्दाखेरि चाहिँ यो कम्प्लिट भयो। त्यसै गरी 1 र 2 3 3 6 यहाँ छ। अब 6 र हाम्रो 20 पुर्याउनलाई कति जोड्नु पर्यो 14 चाहिँ यहाँ जोड्नु पर्यो। यसरी चाहिँ यो आयो। अब बाहिर के हुने भयो, बाहिर यहाँ दिएको छ, यहाँ चाहिँ 15 आयो। यसरी चाहिँ हाम्रो बल्ल भेनचित्र चाहिँ कम्प्लिट भयो। यो भेनचित्र बनाउने बेलामा एकदम ध्यान दिएर मैले जसरी भनेको छु त्यसै गरी चाहिँ
भिडियोलाई दोहोऱ्याइ हेरेर बुझेर चाहिँ गर्नु होला। यो भयो हाम्रो क, यो भयो हाम्रो ख। अब गमा भनेको छ कतिजनाले क्रिकेट र भलिबल मात्र खेल्ने रहेछन् भनेर सोधेको छ। क्रिकेट र भलिबल भनेको यो सी हो, यो क्रिकेट, यो भलिबल। क्रिकेट र भलिबल मात्र भनेको चाहिँ कति हेर्नु पर्यो, यतिलाई मात्रै हेर्नु पर्यो, क्रिकेट र भलिबल मात्रै। यो जोड्ने बित्तिकै के भयो, यो बास्केटबल पनि आउँछ, त्यसैले क्रिकेट र भलिबल मात्र भनेको चाहिँ यति भाग हो। यो भागमा जति छ त्यो नै हाम्रो क्रिकेट र भलिबल खेल्नेको सङ्ख्या हुन्छ। त्यसैले यो के भयो, नम्बर अफ ओन्ली भलिबल एन्ड क्रिकेट भनेको चाहिँ भलिबल र क्रिकेटको इन्टरसेक्सन भनेको चाहिँ कति भयो, यहाँ डाइरेक्ट लेख्न मिल्छ। यो भनेको कति छ, 1 छ। यो अझै भेनचित्र हेरेर यतिकै आन्सर गर्न सकिन्छ। हाम्रो चाहिँ यसरी चाहिँ यो गको पनि आन्सर आयो। अब तपाईँहरूले यो भेनचित्र हेरेर चाहिँ जस्तोसुकै आन्सर पनि गर्न सक्नुहुन्छ। अब यहाँ नम्बर अफ ओन्ली भी इन्टरसेक्सन सी भन्यो। अब नम्बर अफ ओन्ली बी इन्टरसेक्सन सी भन्यो भने 2 हुने भयो। नम्बर अफ ओन्ली भी इन्टरसेक्सन बी भन्यो भने 4 हुने भयो। नम्बर अफ ओन्ली भी भन्यो भने चाहिँ 15 हुने भयो। मैले यहाँ 2-3टा केही लेखिदिन्छु। यो हाम्रो कम्प्लिट भइसकेको छ। अब यहाँ केही सोध्यो, अरू कुरा केही जान्नु पर्यो भने चाहिँ नम्बर अफ ओन्ली भी बराबर 15 भयो। यो 3टालाई रिप्रेजेन्ट गर्यो। त्यसपछि यो बाहिरको कुरा दिएकै छ। यो नम्बर अफ ओन्ली भी इन्टरसेक्सन सी हो, यो नम्बर अफ ओन्ली बी इन्टरसेक्सन सी हो। र नम्बर अफ बी इन्टरसेक्सन सी भन्यो भने चाहिँ फेरि के आउने भयो, यो भाग चाहिँ आउने भयो। नम्बर अफ ओन्ली बी इन्टरसेक्सन सी भन्यो भने चाहिँ यो 2 र 3 आउने भयो। 2 + 3 गर्दाखेरि चाहिँ 5 हुने भयो। यसरी चाहिँ मैले यहाँ एक्स्ट्रा कुराहरू लेखेको छु। यो चाहिँ तपाईहरुलाई यो भेनचित्रबाट एक्स्ट्रा कुरा बताइदिएको मात्रै हो। हाम्रो आन्सर चाहिँ यहाँसम्म कम्प्लिट भइसकेको छ। र यसरी चाहिँ 2वटा र 3वटा समूहहरूको हामीले समूहबाट चाहिँ 2टा समूह र 3टा समूहको क्वेशनहरूलाई गरेर हेरौँ। अब यो भिडियोलाई राम्रोसँग ध्यान दिएर दोहोऱ्याइ हेर्नुभयो भने चाहिँ तपाईहरुले बाँकी कन्सेप्ट चाहिँ क्लियर गर्न सक्नुहुन्छ। पहिलो कुरा भनेको चाहिँ तपाईहरुले प्रश्न पढ्नु पर्यो, प्रश्नमा दिएको कुराहरूलाई टिप्नु पर्यो, त्यसपछि चाहिँ भेनचित्र बनाएर बल्ल सल्भ गर्न सकिन्छ। एकदमै ध्यान दिनुपर्ने भनेको चाहिँ प्रश्न पढ्न र त्यसलाई चाहिँ भिजुअलाइज गरेर बुझ्नमा हो। तपाईहरुले मेन कुरा भनेको चाहिँ प्रश्न पढ्नमै ध्यान दिनु होला र भेनचित्र बनाउन सिकिसकेपछि मात्रै सेट सजिलो हुन्छ।